बेविचारले कति ठुलो नोक्सान पुर्याउने रहेछ भन्ने विषयमा आज म तपाईँलाई भन्नेछु। एकजना फिलिप एन्सी भन्ने व्यक्ति जसले चाहिँ हजारौँ कमसेकम 65-66वटा उनले पुस्तक लेखेका छन्। जस्तै त्यसमा चाहिँ एकदम चर्चित किताबहरू हुन् व्हाट सो अमेजिङ एबाउट ग्रेस भन्ने, अनि द जिजस आई नेभर न्यू भन्ने किताब। उनले त्यस्तो एकदम प्रख्यात भएको किताबहरू उनले लेखेका छन्, जसको नाम फिलिप एन्सी भन्ने। उनको जीवनी हेर्दाखेरि उनी एक विश्वासी परिवारमा जन्मेका व्यक्ति, अनि उनको एकदम अचानक उनी चाहिँ एकदम ब्याकस्लाइड पनि भयो बिचमा, किनभने उनको बुवा अचानक मृत्यु भयो। अनि एउटा उपचार गर्ने क्रममा अब उपचार नगर, प्रार्थना गरेर निको हुन्छ भन्ने क्रममा उनीहरूले प्रार्थना गरे, उपचार बन्द गरे होइन। त्यसपछि उनी चाहिँ बितेर गयो उनको बुवा। त्यसपछि उनीभित्र एकदमै नेगेटिभ कुराहरू आयो, अर्थात् यो चाहिँ बेकार रहेछ, यो चाहिँ व्यर्थ रहेछ भन्ने विषयमा। अनि त्यस्तै तिनी नास्तिक जस्तो भए। त्यसपछि उनी चाहिँ बाहिर देशमा, बाहिर ठाउँमा पढ्न गए। अनि त्यहाँ चाहिँ एउटा नियम थियो कि अनि जसरी पनि लन्च टाइम अथवा ब्रेक टाइममा चाहिँ अनि त्यहाँ चाहिँ आराधना गर्नुपर्ने, छोटो प्रभुसँग प्रार्थना गर्नुपर्ने। तर उनको मन हुन्थेन, तर पनि उनी जान्थे होइन। त्यसपछि एक दिन एकदम प्रभुसँग उनको इन्काउन्टर हुन्छ। त्यसपछि उनले प्रभुमा एकदमै दरिलो विश्वासी भएर उनले चाहिँ यस्तो एकदमै 3 चर्चित किताबहरू उनले लेखे। उनले धेरै पुस्तकहरू लेखे। अनि त्यसपछि बिस्तारै बिस्तारै उनको जीवनमा चाहिँ एउटा उनी प्रख्यात भए। उनी विभिन्न देशहरूमा उनी चाहिँ प्रचार गर्न चाहिँ गए। अनि त्यही क्रममा चाहिँ धेरै वर्षपछि चाहिँ के भयो भनेपछि उनी चाहिँ कमसेकम 8 वर्ष पहिलादेखि नै एउटा स्त्रीसँग विवाहित स्त्रीसँग उनको चाहिँ अफेयर रहेछ होइन, त्यस्तो रहेछ। अनि त्यो भइसकेपछि उनले चाहिँ अनि यो कुरा एउटा पब्लिकमा उनले स्वीकार गरेका छन्। उनले आफैलाई भनेका छन् कि धेरै वर्षसम्म वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्ध अफेयर उनले स्वीकार गरेका छन्। अनि यो सम्बन्ध एउटी विवाह महिलासँग भएको हो। उनले यसलाई आफ्नो ठुलो लाज भनी वर्णन गरेका छन्। अनि उनले यो पनि निर्णय गरे कि म चाहिँ एउटा मिनिस्ट्री अथवा उपदेशक, लेखक, प्रचारबाट उनले आफैलाई चाहिँ एउटा डिस्क्वालिफाइड हुने निर्णय गरे, अथवा म चाहिँ यसको योग्य रहेनछु, म होइन भनिकन उनले एकदम